धरनबाट सँगसँगै ल्याउँछ हजुर आएको धरनतिर छोडिहाल्छ नि काहीँ सँगसँगै लिएर आएको छ त हामी आफ्नो घर त आँखा चिनेर नि आइन्छ अलिक अरूतिर अस्ति काठमाडौँ गएको थियो काठमाडौँबाट नि सँगसँगै लिएर आएको छ छोडेर हिँड नि कसरी छोड्यो अनि उहाँ आदि बाटोमा गएर उसको ठाउँमा कुद्यो म मेरो ठाउँमा कुद्यो अनि आफ्नो बारी एउटा धरन कता हुँदैन उतै ठाडै जाउँ रोडमा एकछिन हिँड्नु होइन चुपचाप भ्लग बनाउँदै हुनुहुन्छ कि क्या होइन हेलो एभ्रिवान गाइस यता यो सेमसिलाको डाँडामा सेमसिलाको चिसो चिसो हावा खान आउनुहोस् गाइस मौका मिले फेरि भेटौँला नबोलिकन पनि भ्लग हुन्छ आएको अलिअलि बोल्नु कहिले आछु बोल्नु बोल्ने गीत लाउने त म्याडमले के भन्नुहुन्छ यहाँ हो नि छोरी कान्छी छोरी हो कालीमाया हो टाइटल नाम चाहिँ कालीमाया ग्याबा कोही कुनै पनि नानी बाबुहरूलाई यो कालीमाया मनपर्छ भने आउनुहोस् साँच्चीकै यो त भिडियो बनाइरहेको छु आउनुहोस् म चाहिँ फोन खाएर चट्टसँग दिइहाल्छु कालीमायालाई म चाहिँ कलिया हो भन्नु म कालियाको मम्मी हो ठुलो मम्मी होइन हजुर कलिया ठुलो भन्नु न यहाँ हुनुहुन्छ हाम्रो इलामको कान्छी बहिनी विशेष गरी तिहार श्रीमती अनि यता हुनुहुन्छ मोटी मोटी शशिकला राई चन्द्रबहादुर ग्याबा तामाङको श्रीमती प्यारी डाइगर काइली डाइगर काइली यो त टाइटलै डाइगर चाहिँ यहाँ हुनुहुन्छ हाम्रो मानबहादुर ग्याबा विशेष गरेर रातो रातो टोपी लगाएर कालीमाया छोरीसँग हिँडिराखेको अवस्थामा हेर्नु भ्लग बनाउने मान्छे लजाउँछ अहिले हो म त भन्नुहुन्छ अहिले नहाल्नु आगोको नि मुख देखाउनु यो त हाल्यो नि भाइरल हुन्छ अनि हाम्रो माइला अब एनसँग त फोन गर्नु के भन्नु होला दाजु नबोली चुप्छ अलिक पीडित हुनुभएको छ उहाँले भद्र आएन के एनसँग डाटामा गर्नु भद्र कुरारी चाहिँ नगरमारीमा माइलालाई सम्झिराखेको अवस्थामा लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो हाम्रो प्यारो सेन्सिला गाउँ हो पहिले हामीले सल्लाह आएर सोध्दा काट्थ्यौँ सल्लाह के अरे पत्कर सोध्थ्यौँ गोठाला हुन्थ्यौँ छोराछोरी लिएर आएर अनि गाडीमा हुटैभरि मान्छे हुन्थ्यो हामीलाई ओ सोल्टिनी भन्दै बोलाउँछ त हो त हामी तिनजना यहाँ हुन्थ्यौँ साइली माइली म सोध्नु चाहिँ उता पर राखेको अलिक कतैपट्ट अलिक मासतिर कतै ल्याउनु यता यहाँ पनि फुटो बगानमा आएर नागी चाहिँ यता गोठाला गर्थ्यौँ हुलाझरको कान्छाहरू यता हुन्थ्यो अनि भाउजू म यता छेकिदिन्छु तपाईँ उताबाट छेकिदिन्छु नानीहरू लिएर आउँथ्यौँ हामी गोठाला हेर्थ्यौँ अनि यहाँको शेर्पा के अरे सर्पे कान्छा हाम्रो देवी छिरिङ निमा आमा हामी आउँथ्यौँ क्या गोठाला अनि पाडाहरू हुन्छ भैँसी हुन्थ्यो बाख्रा गाई माली गाईहरू थियो अहिले त हरियाली थियो यो भर्खर रोड खोल्दाखेरि मान्छेहरू गाडीमा हिटमा बसेर कति हिटिङ गर्छ अनि नाम पटेसँग सोल्टिनी भन्थ्यो
भित्रमा बसेर यता चाहिँ छेवटी बारीमा आलु गर्छौँ यता बाटोबाट बोलाउँछ हामीलाई हाम्रो त बुढा छ नबोलाउनु भन्छ ठाउँ हाँस्दै रहन्छ बेला है गाडीमा हुटमा हिँड्ने मान्छेहरू क्या अनि यहाँनिर बसेर एकछिन गफ गर्छौँ हामी अहिले चाहिँ यस्तो भएको छ यस बाटो यो सबै नागी बारीमा एउटै चिज यता त नागी चिज रोजिलोको बोट मात्रै हुन्थ्यो होइन अनि अब कति बुढो भयो 18 वर्षको भयो बिगारेको 19 वर्ष भयो अनि 19 यतिको रुख बिरुवा बढेको हेर्नु नि अनि कति सालमा चाहिँ झरेको दिदी तपाईँहरू म त खै कति हो 3.5 वर्ष बस्दाखेरि माइत जाँदा कहिले 1 महिना पुरा बसेर आउँथेँ कहिले 2 महिनाको छुट्टी पुरापुरी त्यही 2.5 वर्ष बसेँ होला हौ 3 वर्ष बस्दा कहिले 1 महिना कहिले 2 महिना छुट्टी हुँदा नि होइन हौ यहाँ कैला बहादुरले गिफ्टहरू पठाएको छ है होइन भएको गिफ्ट ए पुरानो जानुभएको छैन त्यतिखेर त उँधो झरिसकेको नि त कति सालमा पो 64को होइन तपाईँ अनि दाजु अनि माइली दिदी हुनुहुँदो रहेछ 65 सालतिर झरेको अनि यहाँ गोठा लाउँथ्यौँ ऊ त्यो डाँडा हामीले तल्लो छिरिङ देवीहरूलाई हाम्रो छिरिङ त अलिक लारम लिरिङ हुन्छ यस्तै लाग्यो अनि यो कोठाको चाहिँ निकाइलाको यो उति सानो 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 कोठाले अनि यो पनि बर्खामा काटिन्छ यस्तो नागिनी पुरै नागिन्छ गोठाला गर्नु चाहिँ मजा थियो त्यहाँ मजा अन्त नि यताकोले यता खेल्थ्यो यताकोले उता अनि बोल्यो नानीहरू खेलायो त्यही भएर त आउँ लाग्छ आफ्नो घर मैले यसलाई निकाल्नु नसकेर बाबाले रोपिदिनु भएको पर्दैन यहाँ त हामी हुँदासम्म त दाजुहरू हुँदासम्म अहिले यो कुनै थिएन यस्तै मकै बारी थियो यस्तै यस्तै त्यसपछि त मकैले सबै लाउनु पनि भएन अनि अब यो रुख नै यत्रो भयो भने यो ठुलो गरेर नि अब एकचोटि बेरी घाँस चोर्न आएको यसरी तान्दा देवी हातले सर्पै छुको यस्तो औलाई गुर्बेसाको अनि हुन्छ हाम्रो रुख त यत्रो पलाउँछ माथिल्लो बारीमा आएर घर बनाउँछु भन्नुहुन्छ यहाँ भुतघारीमा पछि यो उल्टिया सुत्तो बारी त ढुक्लै भइसकेको छ यहाँको माटो सबै सोरेर यहाँ ठुल्की बनाएको नि यता हेरौँ न यो कस्तो रहेछ यहाँ चाहिँ निकै भक्दो हेरौँ हाम्रो बारी होइन ठुलो बडा यो हो कि यो चाहिँ बाटो हो आगो यो ठुलो घर माथि यो बाटो यो ठुलो गरेर यो माथि अनि यो बाटो चाहिँ कसकोमा पऱ्यो त भन्थ्यो के अरे पुरेको त यो पुरेको छ नि त माटो बारी नभए यस्तो निकै पो थियो त यो त बारी त यो बोट पनि भाइ सानो सानो थियो नि सानो थियो बुढो भइसकेको थियो नि ल हेर्नुहोस् हाम्रो
लाइक कमेन्ट सजिलो गरिदिनु होला यो हाम्रो जन्मभूमि कर्मभूमि है बोलेर लगाए त हुन्थ्यो होला नि, बोल्दैन अनि भ्लगमा। यत्रो बोलिरहेछ होइन तपाईँ जहिले फोटो खिचेको बेलामा चाहिँ त्यस्तो मात्रै बनाउनु भएको बनाउँछ अनि म त नाच्यो अरिमाको बलालाई बाँधेर पानी भिजेर सम्झिँदै आएको भन्ने गीत पनि ठुलो जस्तो भएछ क्या रुखपात ठुलो ठुलो गरा जस्तो ठुलो रुख भनेको यो थियो नि आगो काट यस्तो यस्तो पोथ्रा पोथ्री थियो रत्नौलो यो के पो भन्छ घगुरो थियो यसलाई के पो भन्छ भन्नु नि आएन रुदिलो रुदिलो यस्तै हो रुदिलो अनि नाजिने हो कुरो कतिखेर जाने हो अब यतिकै जाने लुगा फेर्नु हुनु त हुन्छ साडी पनि किन्दिँदैन 7 मिटरको किनिदिनु है काइलीलाई साडी त अलिक आर्चल छोटो हुन्छ आज 7 मिटरको त गुम्सिन्छ मलाई त 5 मिटरको अलिक छोटो छोटो हुन्छ विदेशबाट आएको लुङ्गी न काइली लाए त हुने हो नि अनि मोटो मान्छेलाई त लुङ्गी भेस्ने पो कस्तो त किन्दिँदैन अनि काइलीलाई युकेसी पर ल्याइदिनु नत्र म लगाएर सबै घुम्यो फुफू बाली पनि घुम्यो यो चाहिँ जस्ताको तस्तै छ नि यो गाडा यस्तै देखाइले हामी आउँदा त्यस्तै म उयो घङहरूको बोट चाहिँ देखेँ काँडा अनि बरको बोट काटियो मेरो यो औँला अघि सर्केर केले के तान्दाखेरि हो जुत्ता नलाउँदा यो के यस्तो भएर पक्क थियो अनि खै के हो फेरि सुनिन्छ नि त त्यहाँबाट सुनिन्छ यो बारीहरू त्यही यही खोर्सानी अनि पानी छ साग सब्जी आलु फल्छ नि आलु आलु फलेर अब बाजेको दिन हो पल्लो बारी नि घुमाउनु लैजा डर लाग्छ जो खाएको छैन अनि खानु नि अनि म यहाँ फाइनली अहिले चाहिँ हामी घरमा आइसकेका छौँ यो चाहिँ फुच्चे घरको कान्छो छोरो लागेको भ्लग कस्तो भयो मैले धेरै भोक लागेर ऊ झुटी मागेर आएको नि बिहान खाजा लागेन नि बिस्कुटले के लागेर चाहिँ होइन स्कुल पढ्नु मन नलाग्छ हो त्यही यसको त्यत्रो उयो खाएर गएको बिहान बिस्कुटहरू घरै सबै यो पनि त्यही के छ फुच्चे भाइ ठिक छ ठिक छ छैन